हाई कति राम्रो केटी हो पछाडि के अरे थ्याङ्क्स लाइभ सुरु भयो नि पहिले कमेन्ट आइसक्यो होला तिमी आफ्नै लाइभ आफै नगर न तिमीले लैजाऊ सुरु हजुरहरूको डिमान्डमा हामी फेरि लाइभ आइसक्यो भएको छैन सुरु गर फेरि भइसक्यो अब भइसक्यो ल हाई तिनजना हुनुहुँदो रहेछ वेलकम वेलकम पछाडि किलाई कपाल बाँध्न भन न अनुहार देख्यो त्यसले चिम्टी लगेकी छे मेरो अनुहार चिम्टी देखेन अरे देखिरहेको थिएँ सानो चाहिँ अनुहार हो कि उहाँको निराट उहाँको नाक मात्र देखियो उहाँको नाकै मात्र ठुलो हो अरू केही ठुलो छैन उहाँको नाकै मात्र देखिरहेको छ पछाडि पनि कति भक अगाडिको त आफै गोर्खा चाहिँ खन्छ अरे उसको गोर्खै आएर रिप्लेस गरे थाहा छैन हजुरलाई हेर्नु त यहाँ हेर्नु त गोर्खा आएर रिप्लेस पछाडिको कुन स्कुलको ड्रेस हो अरे होइन यो मेरो आफ्नै स्कुलको ड्रेस तपाईँलाई मन पर्यो थ्याङ्क यू भोलि चाहिँ आउँदा नमरेको यही देख्नु भयो हो हामीलाई देख्नलाई हो हामी त बाँचेका छौँ मैले कपाल यस्तो माथि निक्लेर यसको नाक निस्केर यसको आँखा निस्केर हामी बाँचेका यस्तो बाहिर निक्लेर कि अनि यो त मरेकै रहेछ भनेर मान्छेले उखान गरेका उनीहरू छेउकी नानीको कपालको कलर जस्तै हाम्रो बाख्रो छ अरे हाम्रो पनि छ मैले भन्न नमिलेर मात्रै नभनेको उस्तै कति राम्रो छ नि है बाख्रा छ कि पाठाको गाउँ जस्तो तिम्रो घोडा बुझ्नु पाडाको घोडा कुथो त लामै त हुन्छ गीत बन्दै हुन्छ यस्तो राम्रो गरेको बस के खाँदै हुनुहुन्छ अरे चिया चिया। ए मेरो देऊ न चिया चिया ल चिया खायौँ ल पछाडिकोलाई अलिक कम बोल्नु भन्नु न अरे अलिक कम बोल यिनीहरू बोल्दा नि साटोमा बोल्नु पऱ्यो नि बोल्नुभन्दा अरू ट्यालेन्टै छैन आफूमा के गर्नु त त्यही हो मेरो ट्यालेन्ट बोल्नु नि साइड किला अलि यता बस्नु भन्नु न घाँटी भाङ्गो अरे उसको घाँटी बाङ्गो अलरेडी बाङ्गो हो कि नेचुरल उसको घाँटी यस्तो हो त्यो हजुरले जस्तो भन्नु न साइड किले त बाबाको सर्ट लाएर आएछ उसको बाबा स्कुल पढाउनु हुन्थ्यो नि त अनि त्यसको उहाँकै सर्ट लाएर आफ्नो सरकारी जागिर खान सकेन देऊ त्यही भएर हाम्रो त त्यही पनि छैन सर्ट त्यही भएर आफ्नै सर्ट लाएर आएको छेउकीको दाँतमा के अड्केको अरे कुन चाहिँ अड्केको दाँतमा के अड्केको चिया अड्क्यो होला नि बिहान साखा राख्यो थ्याङ्क यू गिफ्टमा पठाउनु न गिफ्ट बिच्कीको नाकमा के अड्क्यो नाकले बोल्यो नाकै ठुलो त केही अड्केको छैन फुली होला यस्तै हो नाकले बोल्छ सोच्नु न नाकले बोल्दा यस्तो बोल्छु मुखले बोल्यो भने कस्तो ठुलो बोल्छु होला इमेजिन योरसेल्फ तिम्रो सानो बोल्छ जस्तो लाग्छ त्यही त ठुलो भयो भने ठुलो कत्रो बोल्छु होला भनेर पछाडिकीलाई ठुलो मोटो दाम्लो दिनु न कपाल बाम दाम्रो पुग्दैन मलाई अब यस्तो भाँचिहाल्छ यो त भाँचिहाल्छ यसको चिम्टी हो मेरो होइन छेउकी किन निधन लाग्यो अरे थ्याङ्क यू सो मच के हो भट्टराई बाबु छेउकीलाई मिलाइदिनु न यसको बोयफ्रेन्ड छ यसको छैन यसलाई मिलाइदिनु यो चाहिँ तपाईँभन्दा यो हड्डी चाहिँ 50 केजी कि यसको गुडहरू भनिदिन्छु म खाने सुत्ने अल्छी लाग्यो भने अनि पागल भन्ने यति हो यसको गुड यसले जन्मिँदा चाहिँ गरेकै त्यति अरू केही गर्नु अनि आँखा तर्छे यो गोर्खाको आँखा चाहिँ तर्छे यो चाहिँ एकदम गुडै हो यो भनेको चाहिँ पछाडिको निधार निधारको कमल चाहिँ गाडीको निधार बुझिएन हजुरको बोलिरहेको बुझिएन पछाडिकीले मुखभित्र के राखेको र मैले मुखभित्र खैनी च्यापेको छु खाने मैले यहाँ झिकिदिन्छु नि गोजीको छ नि यहाँ अनि सिँगार झर त ल अब काम गरौँ ल अब हामी गयौँ हाम्रो बिल्ला भइसक्यो रोस्ट एकअर्कालाई अनुहार हेर्दा त काम गर्ने जस्तो छैन है हामी सुत्न आएको हौ म चाहिँ सुत्छु यिनीहरू सुत्छन् यो पनि खान्छ यो पनि खान्छ म चाहिँ सुत्छु हामी भनेको चाहिँ अब यस्तै हो यस्तो इन्टरटेनमेन्टको लागि लाइफ बसेको होइन तपाईँहरूले त हाम्रो तारिफ गर्नु भनेको झन् बेइज्जत मात्र हाल्नु हुँदैन नि भन्नु हामी एकअर्काको बेइज्जत हालिरहेको छौँ साइडको केटी कति राम्ररी धेरै नबोल्ने
बुढा छ यसको घरमा बुढा छ साइडमा धेरै उ नगर बुढा छ यसको मेरो पनि बुढा छ यसको मात्र खायो हुन त नबोलेकै ठिक नत्र त पाडो गराए जस्तो आउँछ सही हो सबभन्दा बेस्ट कमेन्ट इन द हिस्ट्री छेउ कि त के हो बुनुनु चाहिँ गर्छु जिगटे के अरे पछटे हाँस्दा पनि त्यस्तै सुनिन्छ कस्तो राम्रो गीत बुझ्दैछ है पाखरा गरेर त पला चाहिँ ल गएँ ल म चाहिँ पछाडि किले गयो भने 3 चोटि मात्र हादिन अब चाहिँ गएँ बाई बाई गाइस हामी फेरि भोलि लाइभ आउनेछौँ 11 बजे स्टे ट्युन